हेलो गुड इभिनिङ साथीहरू। सो अस्ति फ्राइडे नाइटमा हामीहरू यहाँ मल छ घरको छेउमै 5 किलोमिटर विदिन 5 किलोमिटर्सको भित्रमा छ एउटा मल वेगास भन्ने, हौ त्यहाँ गएको थियो। अन्त सो मैले यहाँ चाहिँ के खाएँ तपाईँहरूलाई भन्छु म। दामी मल छ, ठुलो न ठुलो छ। अन्त बस टाइम पास गर्नु बेलुका इभिनिङ वकको लागि। वक भन्यो भने हुन्छ यहाँ मजाले वकिङ सकिङ गऱ्यो अरे। अन्त सो धेरै टाइम पास गर्नुको लागि हामी जान्छौँ कहिले कसो। अन्त यहाँ छ, अब मैले के गरेको थिएँ यहाँ फर्स्टमा टाको बेलको उसबाट चुरोस खाएको थिएँ। यो चाहिँ मेरो फेभरेट हो, चक्लेट सससित दामी लाग्छ मलाई, टेस्टी मजा आउँछ मलाई चाहिँ। म यहाँ गयो भने एकदम खान्छु यो चाहिँ चुरोस। अन्त फेरि नेक्स्ट मैले खाएँ यहाँ यो के अरे कर्न, क्रिस्पी कर्न खाएँ। यो पनि मेरो फेभरेट हो, वान अफ द फेभरेट हो मेरो। म गयो भने खान्छु। अन्त यो चाहिँ थर्ड मेरो फेभरेट छ यहाँ पे। यहाँ छ मेरो थर्ड फेभरेट चाहिँ यो वफल्स हो, किटक्याट वफल्स। यो पनि मेरो फेभरेट हो। वफल्समा म खालि यो मात्रै खान्छु। अरू घरको छेउमा एउटा 0 डिग्री छ, त्यहाँ पनि पाउँछ वफल्स, तर त्यस्तो मन पर्दैन त्यहाँ चाहिँ। यो चाहिँ मेरो यो के अरे क्याभेन्टरको वफल्स हो, त्यो खान्छु। सो थ्याङ्क यू सो मच फर वाचिङ, लभ यु अल।